बुवा म ऱ्याप हान्दियो बुझ्नुहुन्छ तपाईँ ऱ्याप हान्दियो ल सुन याउ 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 है त जानु चहे निकै टाढा पैता लामा बिजिरहेछ काँडा साथीहरूको माया चहे गोडा मलाई बन्नु चहे आकाशको लागि तारा हिपमा चलाइरहेको नारा टाढा बोल्नेलाई कटाइदिन्छु डाँडा म यौ बोले छैन छाडा ल यौ तिमी मुद्रा भयो म त राङ्गा यौ मायाको नि फैलिरहेछ हाँगा ल अब मेरो चिज मेरो बारम्बार तैँले मेरो अब फोटो खिच्न त केरा तल गलिरहेछ छाती भए ढिक मुला बोलीमा छ भिख यौ सिकायो भने म त सिकाइदिन्छु सिप यौ लेखेर नि ज्ञान खुट्टा तान बनाइदिन्छु फ्यान शब्दले जहिले पनि चाल्ने गर्छु 40 बान कोही सीता छन् भने त्यसको लागि चिल हरण गर्न आएको स्वयं म त परशुराम यौ 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 मेरो देखिरहेछ बाउ गोजी मुटुभित्र लागिरहेछ अहिले पनि तर पाएको छैन जहिले पनि पाइरहेछ जित पछि हार छ केटाले नि हारेपछि एउटा पाठ बाउले भन्नुहुन्छ सिक्छ होइन बाउ मेरो यहाँ धेरै अम्ब मेरो यहाँ ढुङ्गामा देवता मिल्छ भने मैले पुजे पहाड बुवा भन्दा आमा भन्दा ठुलो छैन मेरो संसारमा त ममा कुनै छ है अहङ्कार सत्यताको गीत लेख्न आएको म त कलाकार कसले त भिडियोमा देखाइरहेछ न्यु नत्र भने तैँले चल्ती कलामा होइन तैँले सोचिरहेछ मलाई ढुसी अनि कुरा छैन भने एजी मेरो राइम सुनेपछि तेरो सेलिब्रेटीसँग हुन्छ तेरो दाइ कलसँग बिजी यौ यौ कस्तो लाग्यो बाउ मेरो ऱ्याप कस्तो लाग्यो मेरो बाउ मेरो ऱ्याप बाउले भनिरहनु भएको छ अब गुड नाइट कुरा गरिरहेको होइन गर्छु नि फाइट हेर कान्छीपुर्की भए पनि लाने गर्छु राइट न त भने एक्स मेरो बाउले नि हेर्सी नानी चुहाएर किन्ने छाइक यौ मेरो बाउले पसिना नि कमाएर चुहाएर किनिदिया छन् बाइक यौ यौ गल्ती भयो म त गरिरहेछु नसा 7:30 को लागिरहेछ जहिले पनि दशा मेरो बाउको आँसुमा नि आइरहेछ आँसु तर पनि मनबाट के मैले पाछु मेरो भाग्य मान्नेको खप्पर छैन भन्ने नसामा बाउ अनि मलाई 7:30 को लागिरहेछ दशामा पाल्न सकेन नि छोरो अति भयो यहाँ मनबाट मेरो रोइरहेछ आत्मा भड्किरहेछ तर पनि कसैले नि दिन्न नि माफी तर बाउ आमाले जति छोरालाई नि गल्ती गरे पनि दिन्छन् माफी यस्तै छ हे काफी अनि यस्तै छ हे हेर्नु बुला बाउ आमाको घर बन्द दासी त्यसैमा तँलाई अनि कतै पनि जानु पर्दैन पुग्नलाई काशी बाउ आमाको सेवा गर अनि त कतै पनि जानु पर्दैन पुग्नलाई काशी ल सन्देश लभ यु अल गाइज थ्याङ्क यू सो मच कस्तो लाग्यो राम्रो भइहाल्छ एकदम ल बुवालाई राम्रो लाग्यो भने तपाईँलाई कस्तो लाग्यो